Guys, welcome back to my new video. So friends, आज खेल्न गइरहेको छु फ्री फायरमा बिआर र्याङ्क है सोलो म्याच। सो हेरौँ चाहिँ के हुन्छ यो चाहिँ म्याच चाहिँ हाम्रो चाहिँ बिआर र्याङ्क चाहिँ। सो मैले चाहिँ स्टार्ट गरेँ। आशा गर्छु तपाईँहरू सन्चै हुनुहुन्छ होला। तपाईँहरू चाहिँ मेरो च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब माई च्यानल, ओके? च्यानललाई सब्सक्राइब गरिदिनु होला। डिस्टर्बिङ इभेन्ट्समा जाऊँ। इभेन्ट्समा चाहिँ नयाँ के आएको छ हेरौँ। नयाँ इभेन्ट आएले चाहिँ केटाहरू हेर्न सक्छु मैले। डेली टास्कहरू के यिनीहरू पुरा गर्ने हो। दुईवटा मात्र पुरा गरेछु मैले। यो पाइछु मैले। अब यो पाउने, त्यसपछि यो पाउँछु, त्यसपछि यो पाउँछु। यो केटीको बन्डलले मडिम अलरेडी छ यार, ढाँटे होइन। मेरो अर्को अकाउन्टमा यो केटी जुन यो बन्डल छ नि, म अहिले देखाइदिन्छु। मेरो अर्को आइडी छ, 6 years old वाला आइडी छ, एमा छ यो बन्डल त मडिम। यो बन्डल मडिम छ 6 years old वाला आइडीकोमा। अहिले म देखाउँछु, अहिले देखाउने कोसिस गर्छु। स्टार्ट गर्न के हो समय लाग्दा स्टार्ट म्याच हुनु नि के हो। ल किलोरमा गएर हेरौँ। ओए फाइनली स्टार्ट भइसकेको छ हाम्रो म्याच। सकेसम्म म चाहिँ बोय हान्ने कोसिस गर्छु। बोय नभए नि जस्ट एन्टरटेनमेन्ट गर्ने चाहिँ हजुरहरूलाई कोसिस गर्छु। हेरौँ के हुन्छ। अस्ति गाह्रो हुन्छ यार माइकमा खेल्न त। देखो न खुदको जरा म्याप आइसकेको छ। म कहाँ झर्छु भनेपछि चाहिँ यहाँ न द हब भन्ने ठाउँमा चाहिँ झर्छु मलाई। द हब भन्ने ठाउँमा झर्ने, द हब भन्ने ठाउँमा चाहिँ मैले झर्ने युज गरिरहेको छु। ल हाम्रो चाहिँ फ्लाइट टेक गर्ने आयो समय। ल भन्छ द हब। एनिमी चाहिँ कति छ मेरो वरिपरि हेरौँ पहिला। एकचोटि रिभाइभल पोइन्टमा गएर बस्ने, एक च्याक्क रिभाइभल पोइन्टमा गएर बस्ने। तर कहाँ छ रिभाइभल पोइन्ट मैले देखिरहेको छैन त्यो। पहिला गन लुट्नु पऱ्यो यार। एनिमी चाहिँ बिरा झर्ने जाऊ हुन्छ नि। एकचोटि रहेछ ड्यान मट्यो। साला टिम वाइप आउट। एउटालाई मारिसकेको छु मैले। यसको ठाउँमा एउटा चाहियो मलाई। एउटालाई चाहिँ फिनिस गरिसकेको छु यति बेला। एनिमी चट बेला नआउन सक्छ। मलाई खानु नपर्ने तरिकाले आयो भने चाहिँ हुन्छ फेरि। यहीँ जलाखेरिहरूको जल्दी हो যায়। एउटा चाहिँ टिम वाइ एउटालाई चाहिँ मारिसकेको छु मैले। जल्दी से हो जाने यार बेटा, तेरा धर्म लग जाएगा, तेरा धर्म लग जाएगा, तेरा धर्म लग जाएगा। जल्दी कर। मैं कैम्प करके बया हान्न चाहता हूँ। 46 जना मरिसक्यो। 46 जना रहेछ ल। यो चाहिन्छ अहिले। यस्तो राम्रो हेर, यस्तो राम्रो हो अरे। अनि त्यसले कस्तो के भन्ने हो, मैले के भन्न चाहन्न। ल खाली ओए एनिमी नान्यो एउटा काडी हान्यो मलाई। नि हान्यो रहेछ। ला फिनिस पार्यो मलाई, मार्यो रहेछ प। तर म त्यही हारेर मार्छु। तर नगर अलि दिमाग लगाएर खेल्नु पऱ्यो। हामीले चाहिँ दिमाग लगाएर खेल्नुपर्छ। अब गेम चाहिँ मैले बोय हान्ने तरिकाले खेल्छु भनेपछि चाहिँ म बोय हान्ने तरिकाले खेल्नुपर्छ, न कि त्यो रिभेन्ज खेल्नु चाहिँ नजान्न। म अझ एक लाइफ छ म टिम, नो प्रब्लम। म चाहिँ यहाँ जान्छु, क्याम्पिङ गर्छु, मजाले खेल्छु। 1 किलो भइसकेको छ। जति सकिन्छ र्याङ्क पुस हान्ने हो होइन। उहाँ एनिमी रहेछ फेरि मलाई सेक्टाउने भयो। त्यसले सेक्टाउने भयो। ल एमोटो सुरु भएको युवराज। ओए 5 यहाँ चलेको त नेट यार। पिङको लास्टै आइछ त मेरो त 99 प्लस। ल के को 99 प्लस हो र फेरि। ए एकछिनको लागि मात्र 99 प्लस केही छैन। एकछिनको लागि भनेपछि त युएमपी भेटियो ल फाइनली। युएमपी भेटेको छ मलाई। यो गन यो एमो चाहिन्छ अहिले, किनभने एमो कहाँ छ एनिमी। एनिमीले कहाँबाट हेरिरहेको छ है।
एनिमीलाई हेरौँ पहिला कहाँ छ त्यो काँडी हानिरहेको छ त्यसले कहाँ छ एनिमी आएर मलाई ओए के हो र ल सेक्काउँदाखेरि मलाई अहिले के थियो अरे यहाँ ल कम्प्लिट भइसकेको छ भइ हान्ने तरिकामा चाहिँ ओए अब मलाई सेक्का अहिले कहाँ छ त्यो काँडी हानेको कहाँ हो काँडी हानेलाई चाहिँ के हो भागे बाँचे ल फाइनल्ली ल किन बसेको होला म आफै छप पर्छु यार मेरो गेम प्ले देखेर म्याग आइसकेको छ हातमा म्यागलाई सकिराम मैले गन किन लिएको भने यही गन लिएको मैले देख्नुहुन्छ पहिला चाहिँ यसलाई हटाउनु पऱ्यो कहाँ टुङ पारेर उहाँतिर चाहिँ नि कहाँ एनिमी दुईटा फाइट गर्नु लाग्नु म चाहिँ यहाँ काम गरेर अहिले मौका फाइदा उठाउनु पऱ्यो पहिला रिभाइभल पोइन्ट युज गर्नु पऱ्यो आफ्नो चाहिँ हेल्थलाई चाहिँ सुधार्नु पऱ्यो बर्निङ फायर चाहिँ स्टार्ट गरिसकेको छु सिलगन के हो यो सिलगन भन्नाले वाट इज दिस कहाँ हुन्छ युएमपी ल्याउने नि नाकि सिलगन UMP is one of the best gun. Woi, उसका और कौन हम बचा यार जोंडा जोंडा में हवा ना जस्ट तो बागम वीडियो वoi तो बागम ला घोड़ा बगने वगैरह बागने बजे क्या यार ना गाड़ियाँ चल रही हैं सो म चाहिँ भाग्न लागिसकेको छु यहाँ गएर चाहिँ आफ्नो सुई किन्ने कोठारी हो यार मलाई थाहा छैन अझ यो किन एउटा यो ओइ ला धन्न बाँच्यो क्या एनिमीलाई टाइम दिनु त त्यो एनिमीको आत्मा निकालिदिन्छ अहिले एनिमी कहाँ गइछ साउन्ड सुनाउँ त कहाँ भाग्यो ओए ल कस्तो खेल्नु खेलेको यार भटमा कस्तो त्यहाँ आगन ठान्न भएको क्या घेर्नु खेलेर म छ्या बट भन्दा नि तल के हुन्छ कुनै त्यस्तो खेले यार म त भट छ्या 24 जनामा त बोया त के हो सुनिया राख्ला जस्तो लाग्थ्यो मलाई त यार बोया त म कहाँ झरे अझ यहाँ जानुपर्ने हो अरे खास छैन के छैन म यहाँ जान्छु क्या घेर्नु खेले यार म छ्या अब मान्छे तल नहुँदै चाहिँ यस्तो खेल्नु त कोही नखाएर साथीहरू यार म खुसी भन्छु यार एम 590 भेटिएको छ भनेर म खुसी भइथेँ नि म एम 590 भेट्यो भनेर एम 590 भेटेर भनेर बाटे सारी वो रहेती ऐसे में बता कट्ठा भेट वेट प्रोग्राम भेट्यो यार प्रोग्रामले सरी यार प्रोग्राम भेट्यो भने ए कहाँ यसको सट्टा प्रोग्रामहरू पनि ल्याउने कहाँ गइछ भर्खरै चाहियो गरे एउटा लङ रेन्जको लागि त गन्दा नि म्याक म्याक चाहिएन मलाई विन्चेस्टर छ तर म चाहिँ धेरै रसर जस्तो खेल्ने भनेको अरे तर लङ रेन्ज नखेलेर हामीलाई सिजन पऱ्यो सिजन छु म ढप्पाकवाला कुरा गर्नु पऱ्यो यसलाई ढप्पाक जस्तो गरेर त्यसलाई सर्ट टाइप दिनु पऱ्यो सिजम डरा हुन्छ त्यो मलाई थाहा हुँदैन भन्ने थाहा हो परेटी हुन्छ भनेर म गुलाल लाएर हिँड्छ त्यो जस्ट ब्रो यार तिम्रो पास दिमाग है माना की मुस्किल है सफर पर राम्रो यहाँ लाग्यो पक्कै रसान हुन्छ मलाई
Nanti yang mana ini? Sana kan ini. छ्या धप्पा खान्थ्यो सरी गाइस तर मैले यो म्याच चाहिँ बोय हान्न सकिनँ आत्किल हाने आधा त्यसले यो क्लोमा प्लस 10 भयो बल्ल छ्या कति खेल्न नि म सरी गाइस तर बोय हान्न सकिनँ केही छैन म आउने दिनमा पक्का म बोय हान्छु बोय अहिलेसम्म भएछ नि यार मैले अहिले पनि भिडियो मन लाग्यो अहिले पनि बोय हान्न सकेन यार इस गरीब को कुछ तो सिखा दो बिहार रैंक में खेलने में क्या करे भाई साहब क्या हो गया यार फोन को भी सो गाइस आजको लागि यति नै तपाईहरुलाई चाहिँ भिडियो मन पर्यो भने मेरो च्यानल चाहिँ सब्स्क्राइब लाइक गर्नु होला सो बाइ